दर्शक साथीहरू नमस्ते अनि हार्दिक स्वागत छ तपाईहरूलाई हाम्रो युट्युब च्यानलमा। यदि तपाईहरू नयाँ हुनुहुन्छ र हामीसँग जोडिनु भएको छैन भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। साथीहरू आज भने हामी भुन्टी सिरियलको 329 को रिभ्यू भाग लिएर आएका छौँ। भुन्टी सिरियल 329 भागमा के भयो र अब आउने एपिसोडमा भुन्टी सिरियलमा के हुनेछ त्यसको बारेमा यस भिडियो मार्फत जानकारी दिनेछौँ। साथीहरू तपाईहरू पनि म जस्तै भुन्टी सिरियलको नियमित दर्शक श्रोताहरू हुनुहुन्छ र भुन्टी सिरियलमा के भयो र अब आउने एपिसोडमा के हुनेछ भुन्टी सिरियलमा भन्ने प्रश्न र जिज्ञासाहरूले तपाईहरूको मनमा सताइराख्छ भने त्यसको प्रश्नहरूको उत्तर लिएर मैले यो भिडियो बनाउँदैछु। साथीहरू तपाईहरूको मनमा लागेको अनेक प्रश्न र जिज्ञासाहरूलाई मेटाउनका लागि तपाईहरूले मैले बनाएको यो भिडियो अन्तिमसम्म स्किप नगरी हेरिदिनु पर्ने हुन्छ। साथीहरू अब भने सुरु गरौँ भुन्टी सिरियलमा के भयो। साथीहरू भूपेन्द्रले भुन्टीले पाउने हक अधिकारबाट वञ्चित गर्नका लागि भुन्टीलाई मार्ने षड्यन्त्र रचेका हुन्छन् र त्यो कुरा भुन्टी अर्थात् सुकुमायाले थाहा पाउँछिन् र त्यो कुरा सुकुमायाले थाहा पाइसकेपछि उनले तत्काल पुलिसलाई खबर गर्छिन् र पुलिसहरू पनि आइसक्छन् र पुलिसहरू आएपछि भूपेन्द्रलाई बचाउनका लागि आमाले, भाइले र भाउजूहरूले अनेक नाटक गर्छन् र भूपेन्द्रले पनि भन्छन् मेरो मानसिक अवस्था ठिक छैन, त्यही भएर मैले भुलचुकमा भने होला, त्यो मेरो मानसिक अवस्थाको कारणले त्यस्तो भनेको हो, मैले उसलाई त्यस्तो गर्न चाहन्न भनेर भूपेन्द्रले आफ्नो गल्ती सच्याउन कोसिस गर्छन्। तर कानुन त्यति अन्धो पनि कहाँ छ र जहाँ कि प्रमाण बोलिराख्दा पनि उनको कुरा सुनेर त्यतिकै छाड्न सक्ने। त्यसैले प्रहरीले भूपेन्द्रलाई लिएर जान्छन् र आमा र भाइ भने बेहोस भएको नाटक गर्छन्। उता भाउजू भने ठुक्क त बुढोको सम्पत्तिमा बस्ने, बुढोको सम्पत्ति खोज्ने, अझ बुढोलाई जेल पठाउने भनेर भन्छन् र भुन्टीले पनि मैले राम्रो मान्छेलाई जेल पठाएको हो, पापी अपराधीलाई दुनियाँको बुढीसँग लाग्ने, दुनियाँको घरबार बिगार्ने, आफ्नो बुढीलाई अनेक दुःख दिने, अरूलाई मार्ने, षड्यन्त्र रच्ने पापीलाई मैले जेल पठाएको हो भनेर भुन्टीले भन्छन्। उता भुन्टीको घरमा बस्ने जमुना दिदीलाई भने गाउँको एकजना श्रीमती बितेको बुढोले पछ्याइराखेको छ र अनेक दुःख पनि दिइराखेको छ र आज पनि भुन्टीको बाआमा भएकै बेलामा घरमा आएर जमुनालाई सोधपुछ गर्छ र भुन्टीको बाआमाले पनि तपाईँले किन दुःख दिने त्यसरी भनेर त्यो बुढो मान्छेलाई थर्काइरहेका छन् र उल्टो भएन भनेर 50,000 हातमा थम्माइदिएर मलाई जमुनाको हात चाहियो, मेरो घरमा गइन् भने सुख पाउँछिन् भनेर अनेक प्रलोभन देखाइरहेको छ। तर त्यस्तो धनको लोभमा भने पर्दैनन् भुन्टीका बाआमा र त्यो बुढोलाई गाली गरेर त्यहाँदेखि लखेट्छन्। उता भुन्टीको म्याडमले भने भुन्टीको पढाइ धेरै लस हुने भयो भनेर अब नाम लेखाउनुपर्छ, अब तिमी स्कुल जानुपर्छ भनेर भुन्टीलाई भनिरहेकी छिन् र भुन्टीले भने अझै केही मिलेको छैन, उतातिरको केस नमिल्दासम्म म बाहिर पनि ननिस्किने भन्नुभएको छ मिटिनेले, त्यही भएर म अहिले नै स्कुल जान सक्दिनँ भनेर भन्छन् र भुन्टीको म्याडमले पनि भन्छन् अब त त्यो मान्छे तिम्रो मनमा छैन नि भनेर र भुन्टीले पनि भन्छन् छैन म्याडम, छैन, मैले त्यो मान्छेलाई बाटोमा भेटेर मैले उसलाई सहयोग गर्न खोज्दाखेरि उसले लागेका वचन र गरेको व्यवहार देखेर म आफूलाई नराम्रो सोचिरहेको छु, म नै गलत रहेछु, अब त उसलाई सम्झिँदा पनि रिस उठ्न थालेको छ भन्छन् र यो कुरा सुनेर भुन्टीका म्याडम र भुन्टीको दाइ भने खुब खुसी हुन्छन्। उता सुकुमायाले भने भूपेन्द्रको आमा भाइहरू बेहोस भएको नाटक गरिराखेका हुन्छन् र एक बाल्टी पानी ल्याएर खनाइदिन्छन् र भूपेन्द्रको आमाले के गरी क्या तैँले भनेर भन्छन्, तिमीहरू मात्र बसेर हुन्छ, मेरो घरमा म हिँड्नु पर्दैन, बाटो छिकेर बसेपछि कहाँदेखि हिँड्नु भनेर उल्टो थर्काउँछिन् सुकुमायाले र भूपेन्द्रको आमाले भन्छन् मेरो परिवार सबै सखा पारिस, अझ भएन, अझ मलाई पानी खनाउँछिस् भनेर भन्छन्। मैले तेरो परिवार सखा पारेको, तैँले कतिलो छोरो पाएको भए, राम्रो संस्कार दिएको भए आज यो दिन देख्नु पर्थेन, त नै गलत भएर यो सब भएको भनेर सुकुमायाले भने। उता भूमिकाको घरमा भने भूमिकालाई बाँधेर राखेका छन् मोहन र उनका दिदीले र भनिरहेकी छिन् मलाई छोडिदिनुहोस्, म तपाईँहरूको बारेमा गाउँलेसँग कुनै नराम्रो कुरा पनि गर्दिनँ भनेर र अब तैँले गाउँका मान्छेहरूले हाम्रो बारेमा नराम्रो कुरा गरे पनि होइन यस्तो उस्तो राम्रो हुनुहुन्छ भनेर तारिफ गर्नुपर्छ, अलिकति गलत कुरा सुन्यो भने पख्तलाई भनेर बाँडेको खोलिदिन्छन् र तैँले सम्पूर्ण घरको काम गर्नुपर्छ भनेर भन्छन्। उता टुक्कले भने आफ्नो बुढीसँग रिसाइरहेका छन्, उनको बुढीले बार बार झुट बोलेको देखेर उनी दिक्क भएका छन्।
तर पनि आफ्नो श्रीमतीलाई माया भने कहाँ मान्न सक्छन् त। आफूलाई खाना दिएको मासु बचाएर घरमा आफ्नो बुढीलाई ल्याइदिएको छन् र यो देखेर आफ्नो बुढी पनि मक्ख परेकी छिन्, टोकलेको बुढी पनि। तर टोकलेको बुढीले पनि सोचिरहेकी छिन्, अब त मैले काम खोजेर भए पनि दुवैजनाले काम गर्नुपर्छ। मैले अब चाहिँ उहाँलाई झुट बोल्नु हुँदैन, म पनि आफ्नो खुट्टामा आफै निर्भर हुनुपर्छ भनेर सोचिरहेकी छिन्। उता भुन्टीको म्याडमले भने भुन्टीको पढाइ अझै पनि लस हुन्छ भनेर घरमै टिचर बोलाउने निडो गरेकी छिन् र घरमै टिचर पनि बोलाएकी छिन्। र टोकलेले भने आफूले चिनेको सर र भुन्टीलाई मन पराउने सरलाई बोलाउन पाए भुन्टीले त्यो भूपेन्द्रलाई बोल्न पनि सजिलो हुने थियो र उनीसँग नजिक भइन् भने राम्रो पनि हुने थियो भनेर सोचिरहेका छन्। र गेटमा टिचर आएका हुन्छन् र टोकले जान्छन् र टोकलेले चिनेको टिचर देखेर टोकले पनि खुब खुसी हुन्छन् र टोकलेले ती टिचरलाई पनि भन्छन्, तपाईँले पढाउने मान्छे अरू कोही होइन नि, भुन्टी हुन् भनेर। त्यो टिचर पनि एकदम खुसी हुन्छन् र भुन्टीले पनि टिचरलाई देख्छिन् र टिचरले भुन्टीलाई धेरै सहयोग गरेको हुन्छन्, ती सम्झिन्छन् र टिचर भने मक्ख हुन्छन्। साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।